चट्ट लाएर अहिले हामी आइसकेका छौँ कलङ्की। जीवन यहाँ छ होइन, चट्ट रेडी भएर आएको छौँ। म चट्ट रेडी भएर हाम्रो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। अनि ऊ त्यहाँ माथि प्लेन पनि उडिरहेको छ होइन। ल बेसी सर ल ल चट्ट लाएर है माथि चट्ट लाएर ल बेसी सर चट्ट। गुड मर्निङ फ्रम बेसी सहर। अहिले हामी छौँ बेसी सहरमा र यो सुमोमा हामी जाँदैछौँ मनाङतर्फ। हाम्रो प्लान थियो खाङसार गएर बस्ने, तर हाई अल्टिट्युड भएको कारणले गर्दाखेरि चाहिँ हामी बेसी सहरमै आज गएर बस्छौँ, मनाङमा गएर बस्छौँ। अनि भोलि बल्ल मनाङबाट चाहिँ तिलिचो बेस क्याम्पसम्म ट्रेक गरेर जान्छौँ यो सुमोमा। यहाँ आएर चाहिँ हामीले चिया खाइयो बिहान, अनि त्यही हो। यस्तो राम्रो झरनामा यो कुन झरना हो थाहा छैन। जस्ट वी आर लिभिङ द मोमेन्ट, वी आर इन्जोइङ द मोमेन्ट एन्ड लेट मी सो यु। यस्तो राम्रो छ झरना, माथिबाट आएको छ। माथि चाहिँ स्नो परिरहेको छ, हिउँ परिरहेको। या मैले फोटो खिचेँ, भिडियो खिचेँ। दिस इज अ भेरी स्पेसल मोमेन्ट फर मी बिकज आई एम द फर्स्ट टाइम आई एम इन्जोइङ दिस काइन्ड अफ वाटरफल्स। बवाल। हामी त्यो माथिको बाटो जाने हो अब। है त्यो बाटो हेर्न सक्नुहुन्छ तपाईँहरूले। साइडमा पुरै भिड छ है, यताबाट मिलेको छैन, चिसो छ। ल सबैले हाई गरिदिनु ल युट्युब च्यानलमा चट्ट। ल हाई दाइ हल्ले चलाउनु। त्यहाँ चाहिँ गाडी अड्केको छ त्यहाँ। यो गाडी ट्रक अहिले चाहिँ यहाँ अलिअलि गर्दै खुलिरहेको छ है। बाटो एकदम गाह्रो छ। चामेमा आएर हामीले खाना खाँदैछौँ। एकदम चिसो छ। चामेको वार्ड नम्बर 4 मनाङ खाना पनि आउँदैछ। अनि त्यो माथि चाहिँ पुरै हिउँ परिरहेको छ। आमा यहाँ चाहिँ काले छ। गोरे लाग्यो हामी खाना खाएर मनाङतर्फ। यो नजारा हेर्दै दाइको गाडी बन्दै हाम्रो पछाडि सबैजना हुनुहुन्छ चट्ट लाएर। हिउँ यति राम्रो भइसकेको छ। वी आर एक्सपेक्टिङ द्याट द वेदर विल ओपन अप सुन। हामी पिसाङमा छौँ। यो रमाइलो दृश्य हेर्दै अगाडि बढ्दै है, दाइले हामीलाई अगाडि लग्दै, दाइ पनि भ्लगमा आउँदै है च्याट्ट लाएर। अनि मैले मेरो भ्लगमा आज च्याट्ट लाएर चाहिँ भनेको छैन। अब ग्रिन लेक पुग्न लागेको अवस्था छ दाइको अनुसार है। मैले अगाडिको भ्यू पनि देखाउँछु। यस्तो छ। ओहो धुलो त भित्र बवाल छिरेको छ अलिअलि। दाइलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ होइन। साइड चट्ट लाएर टोपी लाएर, जाडो छ, चिसो छ, हावाले हान्छ। अहिले हामी जाँदैछौँ ग्रिन लेकतर्फ है त। त्यहाँ त्यस्तो राम्रो भ्यू छ एज यु क्यान सी गाइज। हावा चलेको छ अनि चिसो पनि छ, त्यही भएर टोपी यस्तो लाछु। मेरो ब्याकग्राउन्डमा छ ग्रिन लेक,
पछाडि छ स्नो क्याप्ड माउन्टेन। अब उहाँ दाइ चाहिँ हामीसँग गाडीमा भेट हुनुभएको। हेलो दाइ। हेलो। धेरै चिसो छ है यो देश। अनि यो चाहिँ जीवन। हेलो। अनि देखाउँदैछु तिम्रोमा पालो आउँदैछ। ऊ चाहिँ फोटोग्राफर हाम्रो एकदम है, भिडियोग्राफर। ग्रिन लेक एन्ड दिस माउन्टेन। अहिले हामी ग्रिन लेकमा आएका थियौँ र यो सिन इन्जोय गरेर अब हामी फर्किन्छौँ। एकदम राम्रो छ सिनेरी। एज यु क्यान सी, लेट मी जुम इन। माइ गुडनेस, वाउ, हेरै बा मम्मी कस्तो राम्रो ठाउँ छ। एन्ड दिस इज ग्रिन लेक। लेट्स गो। अहिले हामी छौँ कुन लेक रे दाइ? यो चिन्दी लेक भन्ने मनाङको प्रशस्त प्रख्यात लेक मानिन्छ। यहाँबाट भ्यू पनि राम्रो आउँछ। इट्स टोटल्ली के भन्नेलाई, कुन कलर भन्नेलाई, ब्लू पनि भन्नु मिल्दैन। कलर न ब्लू ब्लू ग्रिन ग्रिन जस्तो छ, तर एकदम राम्रो छ। I wish I could stay here for almost 1 year, but I can't. I have some responsibilities. यसो दिएको नि त। यही गाडीमा हामी आएको यहाँ अहिले। रमाइलो भयो, चिसो चिसो छ। अनि युभी रेज चाहिँ बढी छ, त्यसले गर्दा चाहिँ एकदम स्किन ट्यान हुने चान्स बढी रहेछ यहाँ। बाँकी मस्त हाम्रो यही दाइ हो। दाइ हजुरको नम्बर भनिदिनु। कोही मनाङ आउँदै हुनुहुन्छ भने चाहिँ दाइलाई कन्ट्याक्ट गर्नु। दाइको नम्बर 97 67 58 27 95 हो। यो नम्बरमा कन्ट्याक्ट गर्नु हो। बेसी सहरदेखि मनाङसम्मको एकदम सस्तो भाडाका साथ, सेफ ड्राइभिङका साथ, हरेक ठाउँमा भित्र लै भिडियो खिचाउनेदेखि लिएर ट्राभल गराउनुहुन्छ। दाइलाई चट्ट लाएर सम्झिनु होला है त। फाइनल्ली पुगियो होटेलमा है। 308 हो हाम्रो। हो नाइस। यो चाहिँ सो हाम्रो यो हो र हाम्रो भ्यू है। यो चाहिँ हाम्रो रुम हो। यहाँबाट भ्यू पनि मिठो देखिन्छ। लेट मी सो यु। भ्यू त रुमबाट त खत्रै देखिन्छ त। सो वेलकम। फेरि पनि हामी रुममा फ्रेस भएर गङ्गापूर्ण लेक हेर्नको लागि निस्किसकेका छौँ। यहाँ दिदीहरू भेट्नु भएको थियो है, एलिना दिदी भेट्नु भएको थियो। अनि त्यसपछि आउँदैछन्। कस्तो राम्रो देखिरहेको छ। अनि गङ्गापूर्ण लेक चाहिँ हो त्यहाँनिर छ, त्यो खोजमा छ। लेट्स गो अब है त। भ्यू हेर्दै गर्नु होला, यस्तो राम्रो छ। अहिले चाहिँ हामी गङ्गापूर्ण लेक आइपुगेका छौँ। यही हो गङ्गापूर्ण लेक, माथि छ च्याट्ट लाग्यो लेक। पूर्ण लेक पनि एक्सप्लोर गरियो। इट्स सो ब्युटिफुल है। अनि यो माउन्टेन हो। माउन्टेन पनि के भन्नु, स्नो क्याप माउन्टेन भनौँ होइन, यस्तो राम्रो छ। ओ माई गॉड। हामी फर्किँदैछौँ हाम्रो होटेलतर्फ र हाम्रो होटेल हो त्यो त्यताको। त्यो एरिया र माथि त्यस्तो यस्तो राम्रो भइरहेछ। हिउँ पर्दैछ आज। भ्यू त कडा छ। यहाँ मर्स्याङदेखि के हो यो अब थाहा छैन, आई डोन्ट नो। एन्ड वी आर करेन्टली इन मनाङ। इन्जोय दिस भ्यू।